वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हाम्रो डे 2 हामी चाहिँ हिमालयन होमस्टेमा बसेका छौँ र हामी एकदम राम्रो खाना सर्भिस साथ सुतेर उठेर चिया पानी खाएर बसिरहेका छौँ गरेर रेडी भइसकेका छौँ गरेर अब हामी खानाको लागि जाँदैछौँ किनकि हाम्रो खाना 9 बजेबाट हुन्छ र हामी फिल्डमा जाने भनेर तयारका साथ बसेको थियौँ तर अनफर्चुनेटली के भयो पानी पर्यो ब्याड लक। आज चाहिँ अब यस्तो छ बाहिरको मौसम है एकदमै चिसो छ अनि एकदम चिसो छ अनि एकदमै पानी पनि परिरहेछ अनि हाम्रो मोस्ट इम्पोर्टेन्ट काम चाहिँ के छ साथीहरू भन्नुहोस् त? इक्लो बोटनीको कन्भिन्स गरेर तर हामीहरूलाई धेरै गाह्रो हुने जस्तो छ। हामीले यताको भाषा पनि बुझ्दैनौँ होइन। के भाषा रे? यहाँ चाहिँ विशेष गरेर चाहिँ हेलम्बु भाषा चाहिँ बोल्नु हुँदो रहेछ अनि यताको प्लान्टहरू चिन्न पनि धेरै गाह्रो भइरहेको छ हामीहरूलाई। शेर्पा होइन हेलम्बु कम्युनिटी नै हो तर शेर्पा जस्तै हुनुहुँदो रहेछ। लामा होइन उताको चाहिँ लामा भनेर शेर्पा लामाहरू नै हुनुहुँदो रहेछ तर हेलम्बु कम्युनिटी र हेलम्बु भाषा चाहिँ बोल्नु हुँदो रहेछ। ठिकै छ हामी 4 जना यो होमस्टेमा छौँ रमाइलो गरिरहेछौँ इन्जोय गरिरहेछौँ है। केही राति केही गाह्रो अप्ठ्यारो केही भयो भएमै एकदम नाइस सर्भिस धेरै राम्रो छ यताको। पे गरेको कन्टेन्ट चाहिँ होइन तर यहाँ एकदम राम्रो सर्भिस छ। खाना एकदम मिठो छ। आउनु होला हजुर आउनुभयो भने बस्नु होला एकदमै स्मुथ छ सर्भिस है एकदमै राम्रो छ। र आज चाहिँ हामी चाहिँ के गर्छौँ भनेर हामी सब भिडियोमा चाहिँ क्याप्चर गरेर हजुरहरूलाई देखाउनेछौँ। सो स्टे ट्युन्ड बाइ स्टे ट्युन्ड गाइस। आजको खानामा के छ? आज सोयाबिन आलु छ अनि अचार छ गुन्द्रुक र भटमास साँधेको छ अनि बोइल अन्डा पनि आउँदैछ त्यसको साथमा दाल सादा टक्क मिठो खाना छ एकदम मिठो टेस्ट गरेर भन है कस्तो छ खाना? मिठो छ यो गाइस खाना मिठो त सादा छ त्यस्तो धेरै मसला होला नि होइन तर सादा मिठो छ। म पहिले सोयाबिन नानीमा चाहिँ सोयाबिन हालेर त्यस्तो मिठो भएर के अहिले हाम्रो वेदर चाहिँ अलिक खुलिरहेको छ। हेर्नुहोस् यता घरहरू देखिरहेको छ उता पाहाडको डाँडा पनि अहिले क्लिन भइरहेको हुन्छ। बिहान उठ्दा चाहिँ यताको यो घर समेत देखिरहेको थिएन तर पानी चाहिँ परिरहेको छ। चाहिँ परि नै रहेको छ। अहिले चाहिँ हामी सर्वेमा छौँ। खानुलाई पुग्ने गरी जान्छ अनि कहिले त त्यो उब्लिन्छ नि पढाउनको लागि खोलेको स्कुलहरू हामीहरूमा त विदेशी कम्पनीले चाहिँ हाम्रो कम्युनिटीको पिपुललाई चाहिँ रिप्रेजेन्ट गराउनको लागि चाहिँ बनाएको स्कुल हो र अहिले चाहिँ यहाँ टिचरको अभावको कारणले गर्दा यो स्कुल चाहिँ चलिरहेको छैन। यहाँ चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज पढाइ हुँदो रहेछ। आमाहरूलाई इङ्ग्लिस आमा बुवाहरूलाई चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज चाहिँ पढाउनु हुँदो रहेछ। होम सर्वे पछि फिल्डतिर लाग्दैछौँ। 11 बजेको छ किसक्यो त्यही भएर हामी फिल्डतिर लाग्दैछौँ। पहिला सुरु हामी टिमसँग जोइन हुन्छौँ अनि फिल्डमा प्लट हान्छौँ।
के लिइरहेको छौ हातमा? यो हामीले निगालो लिइरहेछौँ। यो चाहिँ हामीले ट्रीको हाइट नाप्नको लागि हो। जुन ट्री अब यो अलिक डेन्स फरेस्टमा हुन्छ, हामीले नाप्न सक्दैनौँ। त्यसको माथिको टिप हेर्न सक्दैनौँ, त्यसलाई चाहिँ हामीले यस्तै नाप्छौँ। जो अथवा ट्रीको हाइट 10 मिटरभन्दा सानो छ भने पनि हामीले यस्तै नाप्छौँ लाउनेले। ओके, थ्याङ्क यू। लाउनेलाई चाहिँ हामीले मेजर गरेर राख्छौँ, मात्रै थाहा हुन्छ यति मिटर छ भनेर। यस, काटिरहेको छु। कभी पैसे बचा के ये जगह पे आए करो, कितना हसीन है ये जगह। लाइकोपोडियम यता पनि छ पुरै सबै देख्न सक्नुहुन्छ। क्रिपिङ रहेछ है। वेयरकस जात्रै दामी रहेछ त। जात्रा के दामी रहेछ दिपा? जात्रै दामी रहेछ यो त। फरेस्ट हेर न यस्तो राम्रो। म त यही नेचरमै हराइसकेँ। एकदमै जान मनै छ, एकदम राम्रो छ, तर जानुपर्छ। शर्माथाङ यी बिचमा चाहिँ सरले अघि मलाई फरक छुट्याउन सिकाउनु भएको। यहाँनिर टिपमा हेर, मेरो नराम्रो देखियो। यहाँ हेर, टिप देख्छु। टिप देख्यो तर छुट्टे छैन। यहाँनिर दुइटा छुट्टे छैन नि। छुट्टेको चाहिँ छैन, टिप चाहिँ देख्यो। यो चाहिँ सुगा। अर्को चाहिँ ए बिचको चाहिँ छुट्टिन्छ। दुइटा छुट्टिन्छ। एउटा अरू पनि धेरै आइडेन्टिफाइङ क्यारेक्टरहरू छन्, तर एउटा चाहिँ यो रहेछ। यो छ नि यहाँनिर, यो बाइफकेल्ड भन्नेवाला हो कि दुइटा जस्तो देखिन्छ कि छुट्टिएर पातमा। अघि एउटै देखिएन नि। यो चाहिँ के त? सुगा। अर्को चाहिँ ए बिच। यो सुगा, ए बिचको चाहिँ दुईटा टुप्पोमा दुईटा हुन्छ। वेस्ट हैन यो साथ है सम्झिन सक्छ हैन। फेरि नर्थ भनेको ट्रायंगल जस्तो। वेस्ट साउथ हैन। अहिले मैले ढुङ्गा चिन्न पर्यो। पर्यो। नर्थ ट्रायंगल। प्रकाश सर हुनुहुन्छ उहाँ। ल सबै एउटा भन्दा सबै ठुलो भयो, ठुलसान यहाँबाट 50 मिटर इस्ट जाने। खासमा चाहिँ हामीले 4वटा चिट गराएर नर्थ इस्ट साउथ वेस्ट गरेर होइन गोलो गराएर तान्नुपर्ने होइन। अब त्यो गरेन होइन। अब हामी यहाँबाट 50 मिटर नापेर होइन, हाम्रो कुन डिरेक्सन नापेर ल हेर्नुहोस्, जुगा मेरो खुट्टामा, मेरो सुजमा जुगा यस्तो देख्न सक्नुहुन्छ। जुगा लगाइसकेको छ। चाहिँ माथि चढ्दैछौँ। हो त ब्याग बोकेको सर हुनुहुन्छ। यसरी भित्रभित्र जानुपर्छ। हेर्नुहोस्, दिपाजी चढ्दै हुनुहुन्छ माथि। अब हाम्रो प्लट सेट भइसकेको छ। यो प्लट चाहिँ 10 बाई 10 मिटरको। यो स्याम्पलिङ मेथडलाई चाहिँ हामीले चाहिँ ऱ्यान्डम स्याम्पलिङ मेथड भन्छौँ है। अनि बिचबाट चाहिँ 5 मिटरबाट चाहिँ डायमिटर निकालिरहेछौँ। त्यहाँ अहिले चाहिँ यहाँ स्लोप निकाल्दैछन् साथीहरूले। यहाँ सोइलको लागि चाहिँ दुईटा दिपाहरूले चाहिँ सोइल निकाल्दैछन् कर्नरबाट है। 300 भयो, 279, 300। उतापट्टि कोहीले चाहिँ रुखको हाइट निकाल्दैछन् भने त्यहाँदेखि मिश्रले चाहिँ हब्सको लागि 1 बाई 1 मिटरको प्लट बनाउँदैछ। उहाँ हुनुहुन्छ हाम्रो प्रकाश सर। हामीसँग यस्तो फर्म हुन्छ। यसरी चाहिँ हामीले 3-4 जनाले बाँडेका छौँ। हामी त्यही अनुसारले रिपोर्ट लेख्छौँ, डाटाहरू कलेक्ट गर्छौँ। त्यही अनुसारले चाहिँ 1 बाई 1 मिटरको प्लट हब्सको लागि बनाइसकेको छ है। ल अब चाहिँ हामी चाहिँ यहाँ फाइलमा चाहिँ डाटा कलेक्ट गर्छौँ। कुन स्पेसिस, त्यसको कभरेजहरू चाहिँ हामी चाहिँ पुरै नोट डाउन गर्छौँ। अनि तिमीसँग के छ हातमा? भर्नियर क्यालिपर छ। त्यसले चाहिँ के काम गर्छ भन्देऊ त? डायमिटर नाप्ने स्रबको डायमिटर चाहिँ नापिन्छ यसले। अहिले चाहिँ यो प्लान्ट आइडेन्टिफाई गरिदिनु पर्यो। त्यो पिएच मिटरबाट चाहिँ हाम्रो सोइलको टाइप पनि थाहा हुन्छ। ड्राई, मोइस्ट र वेट। दिपाक्षरी हेर त, त्यो भयो कि कति छ? 0.32 mm लाई 0.03 आइसक्यो। ए सोइल चाहिँ ड्राई अनि पिएच चाहिँ 8। ओके, यसरी चाहिँ हाम्रो दिपाले सोइल टाइप निकाली 6 मिटर हुनु पर्यो रे। हाम्रो चाहिँ हाम्रो ब्रेस्ट हाइटसँग चाहिँ हामीले रुखलाई चाहिँ राख्ने होइन, एलाइन गरेर राख्ने। अनि हाम्रो ब्रेस्ट 1 भन्दा 1 सँग एलाइन गरेर यसको चाहिँ हामीले
डायमिटर जराबाट एउटा गहनी कुन गयो हेर्ने त्यसले एउटा मान्ने एउटै छ यहाँ यत्रो छ होइन फेरि यस्तो हुन्छ त्यो तल बेसल डायमिटरमा थियो हुन्छ नि कहाँबाट हामी चाहिँ अब यसरी अनि वाट छोडिदिने के तल झर्दैछौँ सबै लिफ रिडरहरू देख्न सक्नुहुन्छ यहाँ कस्तो केही नखाएर यहाँ हेर त जुत्तामा जुगा त छैन नि लिफ रिडरहरू एकदमै क्यानोपी डेन्स छ उसको खै पछाडि ऊ काम गरेको मान्छेको हालत त्यस्तो हुन्छ कपडामा पुरै दागै दाग यता चाहिँ सजिलो बाटो रहेछ कस्तो भयो कहाँ कहाँ जुकै हो जुकै कहाँ हो दिपा खै के भयो दिपा फेरि लडे यहाँ लटेको होइन अहिले त चिक्लेको हो के आउनु के अनि त्यो सबै तराईको मान्छे भएपछि यस्तै हो फाइनली हाम्रो डे 2 को फर्स्ट प्लट सकिएर प्याकअप गरेर हामी फर्किँदैछौँ होटेलतिर यस्तो छ यहाँ हामी समात्दै लड्दै झर्दै गरिरहेछौँ दिदी हो दिदी त्यसको मतलब चाहिँ दिपा डर लडिन भयो यहाँ यसरी लडिन दिपा लडेको होइन चिप्लेटी खेलेको लडेको होइन चिप्लेको काँडाको धेरै रहेछ यहाँ काँडै काँडा कम्पनीको रोड चाहिँ बर्बरिस क्रिस्टाटा हो मैले सोचेको थिएँ फुलबाट अब बर्बरिसको पनि स्पेसिसहरू 3टा हुँदो रहेछ नेपालमा फुलबाट छुट्टिन्छ भनेको होइन सबै बर्बरिसको चाहिँ सेम कलर हुँदो रहेछ यो लिफमा भएको काँडाहरूबाट चाहिँ यो कुन चाहिँ बर्बरिस भनेर छुट्टिन्छ सो यो भिडियोमा देखाइरहेको चाहिँ यो बर्बरिस क्रिस्टाटा तपाईँलाई कस्तो लागेको यो ट्रायलमा छौँ होटल जाँदैछौँ र चिसो एकदमै बढेको छ हुस्सु देख्न सक्नुहुन्छ हजुरहरूले उताबाट साथीहरू आउँदैछन् एकदम हुस्सु बाटो यस्तो छ अहिले चाहिँ हामीले चाहिँ EIA को लागि चाहिँ रोड चाहिँ कति डिस्टर्बेन्स भएको छ भनेर चाहिँ EIA को लागि चाहिँ हामीले मेजर लिँदैछौँ रोड डिस्टर्बेन्स फर EIA हाम्रो खाजा आजको तातो तातो थुक्पा चिसो चिसो वेदर तातो 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 थुक्पा होम सर्वेमा फेरि हामी आइपुगेका छौँ कुनै घाँस पनि खान्न त्यो गुराँसमा कुनै चिजले पनि खाँदैन अघि तपाईँले भन्छु त्यो फुल चाहिँ हो त्यो चाहिँ त हाम्रो साह्रै पेट दुखेछ त्यसले हामी तातो पानी खाँदैछौँ चिसो भयो हामी एडप्टै भएको छैन चिसो मौसममा र आज हामी चाहिँ भातलाई स्किप गरेर फेन्दुक खाँदैछौँ यो चाहिँ हाम्रो लागि फर्स्ट हो होइन फर्स्ट ट्राई हो सबैजनाले जो साथीहरूले खानुभएको रहेछ अनि एकदम मिठो छ भनेर रिभ्यू दिनुभएको कारणले आज हामी फेन्दुक खाँदैछौँ लेट्स इन्जोय आवर फेन्दुक र यति भन्दै अब हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ सो स्टे ट्युन बाई